सिग्मा कलेज स्टुडेन्ट यिनीहरूले यस्तो गरिरहेको हेर्नुहोस् मेरो उमेर हेर्नुहोस् यिनीहरूले हामीले आफ्नो भनाइराख्नु मात्र हो घर किन जाने हामीले आफ्नो माग राख्न आएको हो कि होइन हामी त्यति मान हामी टोलटोल गरे हामीले कसैले जाने तपाईँहरूले त्यहाँ गोली फुटेर गर्नु भन्ने गरे कसैले ठोके मारे छिर म किन छिराउने मैले के गल्ती गरेछ मैले के हान्नुहोस् मलाई मैले गल्ती गरेर म आफ्नो भनाइराख्न पनि म जाँदैन जेल मेरो जेल जाने किन जान दिन छोड्दैन मेरो लागि यो गीत जानु भनेको जेल हो मेरो घाँटी सक्यो के ठानेको तपाईँहरूले हाम्रो आफ्नो स्टुडेन्टहरूले हरेक के भन्छ कन्ट्रीहरूबाट आफ्नो भनाइराखिरहेको छ उनीहरूले आफ्नो राष्ट्रलाई तपाईहरुले हाम्रो सपोर्ट गर्नु पर्यो के सर उल्टा तपाईहरुले भनेपछि गर्नु पर्यो नि त के गरिरहेछ हामीलाई ठोकिरहेछ त्यो त खुनको ताल भयो मान्छे कति जना मर्यो के छोरा मर्यो के मरेर भन्नुस् त मर्यो के उलाई अब उसको आमालाई त्यो लास बुझाउनु भयो के अर्थ छ छैन कस्तो बित्ला आमालाई उ जनताहरु आफ्नो भनाइराख्न आएको अरु केही हैन उनीहरुले मलाई लखेट यसरी लग्यो के लग्दियो एउटा स्टुडेन्टलाई लग्यो मेरो भनाइ के छैन तपाई मिडिया कर्मीहरु हो म पनि एउटा जर्नलिजम सब्जेक्ट लिएर पढिरहेको छु यिनीहरुको के हो यिनीहरुको भन्नुस् त तरिका हो यो न्यूज भाइरल गर्नु पर्यो एउटा स्टोरीलाई यसरी लखड्ने भन्नुस् त हो र हैन नि के गर्नुहुन्छ तपाई हैन के गर्दै हुनुहुन्छ म के गर्न आएको जनताहरुको माग राख्न आएको कहाँ लग्नु मलाई मैले तपाईले के गलत गरेको छ मैले आफ्नो भनेर राख्न पाउँदैन मैले आफ्नो भनेर राख्न पाउँदैन हेर्नुस् यसरी लखडिरहेछ मलाई यसरी मेरो बाटो यहाँ हो म जान्छु सर मलाई यहाँबाट हो घर कहाँ हो मेरो यसरी लखेटिरहेको छ दर्शकहरू हेर्नुहोस् तपाईँहरू मलाई यसरी किन लखेटिरहेको म गइरहेको